सम्पूर्ण आमा बुवा हुने छोराछोरीहरूलाई भन्न चाहन्छु राम्रोसँग खिलाऊ पिलाऊ त्यही नै स्वर्ग हो। मरेपछि जति पर 5 कुन्टलका पिण्ड दिए पनि फरक पर्दैन। बाबुलाई घरभरि लुगाए कपडा दिएर तर सेवा सत्कार अगाडि पछाडि गर्नुपर्छ। सबैलाई धन्यवाद। क्यामेराम्यानमा जानु पर्यो हुँदैछ भिडियो। आमाले भोक लगाउने ठुलो लगाउने ठुलो क्यामेराम्यान हात लगाउनु भिडियो कि फोटो हाय हाय बुआ हो नि अंकल अंकल आए ल त्यो खोली आइज आशीर्वाद दिने हो। आयुष्मान भव सौभाग्यवती महिलालाई पुत्रवती भव। मैले किनेको उसले सामान दलिदिन्छ अब। ल त्यहाँ काहीँ उसले किनेको होला कि भनेर भनेर यत्रो सक लगाएर यसले खाने मैले किनेको उसले किनेको भन्नु पर्यो। उसले ल्याएको उसले किनेको हो। आमा र बुवाले खुसी भयो भने म पनि खुसी हुन्छु हो त्यो कुरामा त्यो उठाएर चाहिँ क्या हो पुत्रवती भव सौभाग्यवती भव भने यो खोलेर देऊ अरे खोलेर क्या भन्छ क्या भन्छ अरे हो 4000 भनेर छाड्यो भने अरे वाह भाइ हजुर ए ल थ्याङ्क यू भाइ थ्याङ्क यू। थोरै लगा नाप मैले हस् भाइ हस् थ्याङ्क यू। हेलो बोल्नु गेलै नि के आज आमालाई स्याउपति खुवाउने होला ए नानानु खान यति धेरै किन खुवाउँदा खोलेर चुडी हो चुडी चुडी हो नि चुडी सौभाग्यवती भव आऊ मैया सौभाग्यवती भव। आउनु भएन कमाउनु। अझ क्या पो छ आज आमालाई पुरेर लाग्यो। यस्तो चाहिनेको जो हेर त इनु आमालाई जलन भइराछ। यस्ता यस्ता दियो भने हुने नि। बाबा आत्मलाई किन खपाउनु थाहा छ काम बिग्रेपछि गाली त दिन्छ भनेर यस्तरी हाल्ने भए काम यहीँ मोबाइल हाल्ने छ यहीँ के हाल्ने छ के हाल्ने हड्डीले गर्दा हो हुन त जानु यार 200 रुपैयाँको रहेछ 200 रुपैयाँको कुनै यो 4000 को उठ्ने नि 200 रुपैयाँ लागेको त छु मलाई डल्ली महँगा त 200 रुपैयाँको होला आमालाई फसाउनको लागि 200 रुपैयाँमा हेर्दा हजुरले मलाई 200 मात्रै दिनु हो। यो भित्र त कागज हालेर रुपैयाँ हाल्नु छोरी सौभाग्यवती भन् नहीं आऊ बहिनीलाई के भन्नुपर्ने यसलाई के भन्नुपर्ने सौभाग्यवती ज्वाइँ खोजेवती छटा पहिले जायवती भन्ने भिडियोको त के हुने हो त छटा पहिला जायवती सौभाग्यवती छटा पहिले जायवती बाख्रा हेर्न गएपछि बाख्रा हेर्न गए खोजेवती भन्ने एकले ज्वाइँ खोजेवती भन्ने अब अर्की खोजेवती भन्ने स्याउ दिनु 200 भइदियो तु रङ लगाएर खोज आज खानु खाँदैन किन आमा
ल सक्यो आमाको सक्यो अब मैले दिनु मेरो छोरा छोरी मलाई लगाएर किन हाम्रो पनि दिनु आज बुवाको मुखेर दिने होइन कसैको त मलाई गइसक्यो आउँछ टिका त लाउने हो नि त तपाईँले पनि दिन त आउने हो आइ गइसक्यो बुवाको त आउँदैन बुवाको पनि आउँछ अब कहिले दुईचोटि लाउने कसो मेरो भाइको भने भाइको अब आउँछ गइसक्यो बुवाको मुखेर दिनु अब आमा पछि आउँछ अर्को साल अब रिटर्न यही साल अब आउँला साउन यही साल त हो सक्यो खुलाउँदिन ल आऊ मेरो अब अब त सक्यो अब मेरो छोरा टिका म पनि टिका लगाइदिन्छु केटा केटी जाऊ लाउँदै ल टिका लगा साना मलाई यो यसलाई भित्र नराख्नु राम्रोसँग लगा बाहिरै जोडाइ राख्नु अब आउँदैन खराब हुने 4,000 को थाहा पाउँछ कि नि कति हजारको चारको होइन यो जतिको भयो नि भाइको होइन अब चुप नै भन्नुपर्छ भन्दैन त्यो बेला पनि फेरि 4,000 भन्नु पर्दैन त्यो हेऱ्यो भने 4,000 को हुन भन्यो जतिको पो हो क्या फरक हेर्ने के हेरेर को दुनिया कहाँ अब त जराले आगे माने दुध प्लेट ले लगा बे लगा कापे लाउनु वाली हैन यो मम्मी पुगाया सक्यो